तुमुनाको धुनमा डाँडा पारी जुनमा तुमुनाको धुनमा डाँडा पारी जुनमा मन चरी उड्यो मनै छोडेर बनै छोडेर तुमुनाको धुनमा डाँडा पारी जुनमा मन चरी उड्यो मनै छोडेर बनै छोडेर हिउँदो बर्खालेक बेसी भिडगोठ चढ्ने र नभन कोसित गयो आज किन मसितै छैन मेरो मन भरालिने मन डुल्ली हिँड्ने मन भरालिने मन डुल्ली हिँड्ने मन बिरानो हुने मनै छोडेर बनै छोडेर सानो पाठो भेडीको माउदिन हिँड्दैन पालखैमा भिडगोठ हिँड्ने आमाले चिन्छ कि चिन्दैन आमाको माया धमिलो छाया आमाको माया धमिलो छाया सम्झेर यो मन आँसु बरर टुङ्गुनाको धुनमा डाँडा पारी जुनमा मन चरी उड्यो मनै छोडेर बनै छोडेर मनै छोडेर बनै छोडेर थ्याङ्क यू ओहो म त गीत सुनेर नाच्दै पाएँ है धेरै धेरै थ्याङ्क यू हाम्रो मिस्टर सन्तोष पुन्ज्यू उहाँ चाहिँ हाम्रो एउटा फेमस लोकल सिङ्गर पनि हुनुहुन्छ है सो यसै गरी अब ढिला गरी प्लिज तपाईँको छोटो इन्ट्रोडक्सन दिइदिनु होला हजुरको नाम कता बस्नुहुन्छ पुर्खौली घर र बुवाको नाम थ्याङ्क यू सो मच विवश भाइ फेमस भन्नुभयो फेमस चाहिँ होइन फेमस हुने प्रयासमै छु बाटोमै छु यसरी माया गरिदिनु भएको छ धेरै धेरै धन्यवाद नमस्ते म चाहिँ सन्तोष पुन अल्डरसट युएचएसबी ब्रान्चबाट आज चाहिँ यसरी पार्टिसिपेट गर्न पाएकोमा धेरै धेरै धन्यवाद यो 8औं मगर गट ट्यालेन्टमा यसरी भाग लिन पाउँदाखेरि मगर युथ सम्पूर्ण टिमलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु मेरो घर चाहिँ बागलुङ गलकुट स्थायी बसस्थान चाहिँ मेरो पोखरादेखि थ्याङ्क यू हजुरलाई मलाई एउटा सानो प्रश्न चाहिँ सोध्न मन लाग्यो एकदम जिज्ञासु लागिरहेछ है हुन्छ नि तर नेपालीमा है सबैलाई इङ्ग्लिसमा सोधिरहेको छ किनकि म इङ्ग्लिस अलिक
आफूलाई के भन्छ अलिक कम छ, त्यही भएर नेपालीमा फेरि सबैले बुझ्नुहुन्छ भने हो कि होइन? या एकैछिन सोच्न दिनु है त ल मलाई त्यसो भए। हजुरको स्वर यति मिठो छ, हजुरको एक गीतले सबैजना हेर्नु त अहिले सबैजना यता आएर बसिदिनु भएको छ। हजुरलाई यो गीत गाउने जिज्ञासा चाहिँ कहाँबाट आयो होला? यो जिज्ञासा कहाँबाट आयो भन्दाखेरि ठ्याक्कै त भन्न मिल्दैन। यो गीत गाउने या जे कुरा पनि आफूलाई मनबाट आउनुपर्छ, मलाई चाहिँ त्यस्तो लाग्छ। त्यसैले मेरो पक्कै पनि मेरै मनबाट आएको। खुलेन है, खुलेन भन्नाले अब यस्तो हो, म सानैदेखि मेरो फर्स्ट स्टेज भनेको मेरो चाहिँ स्कुल थियो। स्कुलमा मैले 4 वर्षको हुँदाखेरि प्रस्तुति दिएको थिएँ। त्यति बेलाबाट सुरु गरेको हो। अब अहिलेसम्म स्ट्रगलमै छु। धेरै धेरै थ्याङ्क यू हजुर। सो लेट्स मुभ अन टु आवर जजेस। उहाँलाई चाहिँ के भन्नु छ है हजुरको पर्फर्मेन्सको बारेमा? अप टु यु जजेस। जज गर्नै छोडेर उद्या अगाडि आएर नाचौँ पो बनाइदिनु भयो त दाइ। थ्याङ्क यू त्यसको लागि। तपाईँलाई पनि थ्याङ्क यू दाइ, एकदमै रमाइलो भयो। यस्तो राम्रो गाइदिनु भयो कि नो कमेन्ट्स। अब त्योभन्दा बढी केही बोल्न चाहिनँ म। थ्याङ्क यू सो मच। थ्याङ्क यू। ओहो अब त डह्रो कम्पिटिसन होला जस्तो छ है। हाम्रो नो कमेन्ट्स अझै एकजनाको नि आएको थियो अघि। सो लेट्स सी के हुन्छ। हजुरलाई पनि धेरै धेरै बेस्ट अफ लक एन्ड थ्याङ्क यू फर जोइनिङ टु द 8 MGT। थ्याङ्क यू सो मच। थ्याङ्क यू बहिनी। थ्याङ्क यू दाइ।